Hey guys, welcome back to my channel. It's me Gracie Karki. अनि I hope सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। फर्स्ट अफ अल सबैजनालाई ह्यापी दशैं गाइज। तर आजको वेदर हेरेर चाहिँ दशैं जस्तो फिल नि भएको छैन गाइज। आज चाहिँ दशैं हो 16 गते हेर्नुस् वेदर आजको यस्तो छ गाइज। हेर्नुस् यस्तो छ वेदरले दशैं जस्तो भाइब चाहिँ दिएको छैन क्या। त्यही पनि सबैजनालाई ह्यापी दशैं। अनि भ्लग मन पर्यो भने लाइक शेयर सब्सक्राइब गरिदिनु होला। हिजोको भ्लग नै हेर्नु भयो होला सबैजनाले। अब चाहिँ अहिले चाहिँ 9 बजिरहेको गाइज। अब हामी प्रिपेरेसन हुँदैछ भित्र चाहिँ। अब चाहिँ म एकछिनमा भेट्छु। बाई बाई। अहिले चाहिँ हेर्नुहोस् गाइज वेदर यत्तिको भइरहेको त्यस्तो साह्रो चाहिँ भएन। अहिले चाहिँ अलिक खुल्लिँदै हो। अहिले त पुरै उ भएको थियो थोप्याथी पुरै गाउँ होइन। अहिले चाहिँ अलिक ठिकै भएको गाइज हेर्नुहोस्। यहाँ चाहिँ जमरा छ अनि म चाहिँ सानो मुठा बनाउँदैछु। अब हेर्नुहोस् कति ठुल्ठुलो यिनीहरू चाहिँ। म चाहिँ यो मुठा बनाउँछु गाइस। हो त्यही अन्त कसको बाइक हो यो? माल चढ्न आँटेको। त्यही त यहाँ जुगा आयो भने त म त भाग्छु त ला मेरो हाम्रो त तल जाने हो गाइस। अब वहीँ गएर भेट्नु है त। गाइज म चाहिँ एकदमै रेडी भइसकेँ होइन। अनि यहाँ चाहिँ छ यो टिकाको उहरू। अनि हामी चाहिँ साइडभन्दा बाहिर गइसक्यौँ गाइज। 54 भइसक्यो। अनि त्यही यहाँदै गन्दा हेर्नुहुन्छ 54 भइसक्यो। मेरो भ्लगमा केही भन्दैन। मेरो बहिनीको सब्सक्राइब गर्नु भन्नु कस्तो भन्नु भने भन्नु। सो गाइज हाम्रो चाहिँ सबै सकिसक्यो होइन। अनि अहिले चाहिँ अहिले चाहिँ हाम्रो यस्तो फोटो सेसन मात्र भइरहेको छ गाइज होइन। यहाँ चाहिँ छ यता चाहिँ सकिसकेको गाइज होइन। अन्त अहिले त्यही फोटो मात्र खिचिरहेको छौँ गाइज। जस्तो झ्याउलेसक्यो गाइज होइन। यहाँ चाहिँ हुन्छ भाउजू हजुर। अनि आजको वेदर चाहिँ एकदमै च्यालेन्जिङ छ गाइज। कस्तो के तालको छ क्या।
सो गाइज आजको दसैँको भ्लग हजुरहरूलाई कस्तो लाग्यो मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अनि हामी चाहिँ अहिले मामा घर जाँदैछौँ गाइज यहीँ तलको। अनि यहीँ तलको मामा घर जाँदैछौँ गाइज। अघि चाहिँ उताको गएर आएको। अब बुन्दिको अनुहार देखाउनु हुन्थ्यो के गर्नु हुनुहुन्न यहाँ। The next day. गाइज आमा मेरो कपाल आज चाहिँ हामी जाँदैछौँ मामा घर। आज चाहिँ 17 गते हो गाइज। अनि आज चाहिँ एकादशी पनि हो। त्यही नै हामी मामा घर जाँदैछौँ मम्मी म दाईहरू अनि बुनी दिदी। योपालि दाइ चाहिँ जानुहुन्न अरे गाइज घरमै काम छ नि त त्यही भएर। अनि म चाहिँ आज खासै धेरै भिडियो चाहिँ बनाउँदिनँ होला गाइज होइन। म चाहिँ खासै धेरै भिडियो चाहिँ बनाउँदिनँ होला गाइज होइन। म चाहिँ बाटोतिरको देखाउँछु अलिअलि। अनि त्यसपछि वहीँ गएर भेट्छु हजुरलाई ब्लग कस्तो। म चाहिँ यो भिडियो चाहिँ मामा घरको भिडियो चाहिँ त्यही दसैँकै भ्लगमा एड गरिदिन्छु गाइस। अनि कस्तो लाग्छ भनिदिनु होला मलाई। अहिलेको लागि चाहिँ त्यही हो। इभान जानु भन्छ त्यही जान्छ होइन। अहिले चाहिँ हामी जानु लाग्छौँ गाइस। अनि गाइस हामी चाहिँ जाँदैछौँ लागि चाहिँ त्यही अफिसमा भेट्नु होला गाइस। चाहिँ रेडी भइसक्यो मेरो आज त हेर्नु डन जस्तो पारेर। अनि इभान नि जानु लाग्यो गाइस। इभान यहाँ भाउजू हुनुहुन्छ गाइस। अब चाहिँ हामी जान्छौँ मैले एकछिनमा भेटौँला है त बाई बाई। सो गाइस अब चाहिँ हामी हिँड्न लागेको हेर्नुहोस्। यहाँ चाहिँ इभान मम्मीहरू जानु लाग्यो गाइस। हामी चाहिँ हामी चाहिँ अहिले लपटन डाँडा आइपुग्यौँ हेर्नुहोस्। बाटो धेरै राम्रो छ यताको चाहिँ। भने हाम्रो गाउँ राम्रो गाउँ हो गाइस होइन। अब यता चाहिँ जङ्गलै जङ्गल छ त्यही भएर म मासतिर उयसमा चाहिँ भ्लग बनाउँछु गाइस होइन। यता चाहिँ राम्रो छ बाटो भनौँ। हेर्नुहोस् गाइस बाटो आम्मा यी भन्दा एउटा हेर्नुहोस् मम्मी यता हेर्नुहोस् गाइस। यस्तो अघि चाहिँ कति राम्रो थियो त्यहाँ माथि बाटो होइन। अब यस्तो छ बाटो गाइस। पुरै रातो माटो छ यता। यस्तो चाहिँ छ बाटो। यस्तो खाल्टा खुल्टीमा पर्ने रे बुन्दिदी हुनुहुन्छ। राजस्थान अन द वे। हामी फेरि ओर्ल्यौँ हेर्नु। यस्तो तानी तानी लानुपर्ने स्थिति आयो गाइस हेर्नुहोस्। ल मम्मी ल तानिदिनु बुन्दिनु जानु गाइस। म तान्नु भयो ल। हामीले यहाँ तानेको यस्तो नि हुन्छ गाइस हेर्नुहोस्। यस्तो बाटो नि हुन्छ। हामी चाहिँ हिँड्ने ग्याङ गाइस। त्यही भन् पछि दौडे हेर्नु हेर्नुहोस् यहाँ बाटो। अहिले त कति राम्रो थियो पिच त। कहाँ पुगिसक्नु भयो गाइस हेर्नुहोस्। हामी त अब हिँडे आयो। यस्तै नि हुन्छ गाइस बाटो। यता पुरै कुहिरो लागिसक्यो आज पनि। हिजोको जस्तै वेदर भइहाल्छ। अयो म थाकेँ। कहाँ पुग्यो हौ राजस्थानहरू। इभान कस्तो फिल भइरहेको त। थाके लागिरहेको अयो म थाकेँ। उकालो नभए त म थाक्थेन के कम्ती हेर्नुहोस् त हिँड्न नसके। बरु मै सक्छु त भन्दा मासतिर बोल्नु हान्नु राजस्थान यता गफ भइरहेको गाइस। फेरि त्यस्तै पटो आइसक्यो। फेरि ओर्लेर तान्नुपर्ने स्थिति। Oh my goodness. ल तान्नै सकेन हेर्नुहोस् त त्यहाँ। अब रेगन्दाको पालो रेगन्दा त आउँछन् भन्नु त्यो लाइक धेरै
इजी छन् त इजी ल राजे दाइको जुत्ताकै चिन्ता खाउँदाखेरि आयो 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 अँ भन सिधै आउँछ गाइजहरू बाइक गाइज हेर्नुहोस् यो चाहिँ गाउँपालिका हो यो खतरा छ गाइज खतरा अब चाहिँ बाटो राम्रै छ गाइज अघिको कम्पेरिजनमा हेर्नुहोस् पञ्चलाने गाउँपालिका यो चाहिँ आगो लागेन छ गाइज गाउँपालिका हो यता चाहिँ विद्युत नगरपालिका पनि लागेर हो कि के लागेर हो हाम्रो घर पनि देख्छ होला यताबाट हाम्रो घर देखाउँछ हेर्नुहोस् प्रहरी चौकी छ त्यो चाहिँ हो हस्पिटलको आएर हजुरहरू आउनुहोस् उपचार गर्न यो चाहिँ हो एनआइसिएसएम ब्याङ्क यो चाहिँ हो मेयरको घर यो चाहिँ घरै भनिदिएको गाइस होइन योभन्दा अघिल्लो पालि चाहिँ रोटी भिगाएर चाहिँ कता हालेन अनि यहाँ माथि चाहिँ कुन मन्दिर छ गाइस यहाँबाट जानियो गाइस हेर्नुहोस् हाम्रो गाउँ कति राम्रो देखेको कस्तो बवाल देखेको हाम्रो घर कुन हो मैले घर बराबर चाहिँ देखेँ यता बराबर रहेछ मैले फाइनली घर देखेँ गाइस पुरै हाम्रो घर कुहिरेल छेक्न लागेको छ उयो हो हाम्रो घर उयो ऊ त्यो डाँडा भइहाल्यो यतापट्टि डाँडा मेरो हातमा यता चाहिँ डाँडा हो त्यो चाहिँ डाँडाको घर यता हाम्रो घर ड्याडीहरू हुन्छ होला त्यहाँ हेर्नुहोस् कस्तो बवाल देखेको गाइस सो गाइस यो चाहिँ आइसको घर फेरि आज पनि भाँडा माझिरहेको छैन रहेछ आज भाँडा चाहिँ रहेछ आइसको गएको यो चाहिँ मामाको घर हो गाइस मामा नै हुन्छ होला आमा बाटो हेर्नु गाइस यहाँ आइसकेपछि चाहिँ जुत्ता पनि फोहोर लाग्यो भने त टेन्सन पर्छ हाम्रो लुगा जस्तो छ हामी चाहिँ अब आइपुग्न लाग्यो गाइस गाइस मामाको घर अहिले हामी यहीँबाट ओर्लिनु पर्ने रहेछ अहिले चाहिँ हामी जाँदैछौँ गाइस फर्सी हेर्नुहोस् क्या फल्दा हामी चाहिँ जाँदैछौँ आइसको घर मैले देखाएको आइदिनु तर आइसै थियो नेपालमा हेर्नुहोस् गाइस आउँदैन सबजना म चाहिँ तपाईँ चाहिँ इभान मलाई जित्नलाई हुन्छ आउनुलाई पनि पचास भएको ए गाइस घर चाहिँ यस्तो हाँसुक चाहिँ गाइस जग्गा चाहिँ गाइजहरू चाहिँ बाख्रा रहेछ बुवाहरू हुनुहुन्छ होला मन्जित हेर्नुहोस् गाइस यहाँ चाहिँ छ मन्जित यहाँ चाहिँ छ मन्जित गाइस सो गाइस हामीले चाहिँ आएर टिका लगाइसक्यौँ अहिले यहीँ जान्छ हुनुहुन्छ हामी चाहिँ टिका सिका लगाएर बसिरहेछौँ यत्तिकै यहाँ उता दाइहरू हुनुहुन्छ हामी एकछिनमा भेट्छौँ यता गाइस बाई बाई हामी चाहिँ खाना खाएर यहाँ बसिरहेको छु मैले चाहिँ छ इभान अनि म चाहिँ छु यहाँ गाइस हामी चाहिँ यत्तिकै घुम्दैछौँ यहाँ यो बारी कति राम्रो धेरै प्रकारको बारीहरू छ यहाँ चाहिँ हेर्नुहोस् मेवा कति धेरै हो यो चाहिँ मेवा हो गाइस उता सब कफी छ गाइस कफी आमा त्यता नि रहेछ मेवाको बोट ओइ कति धेरै मेवा हो उयो नि मेवा नै हो उयो नि मेवा नै हो सबमा फल्दा रहेछ यार अनि यो चाहिँ पुरै कफी हो गाइस कफी खेती गर्नुहुन्छ यहाँ बुवा आमाहरूले अनि त्यहीबाट कफी खै म माथि चढेर खिचिदिन्छु यार
उहाँबाट कफी हो गाइस त्योबाट यता पुरै के कफी कफी खै ऊ त्यो बोट उयो वालाई उयो बोट के यस्तै छ गाइस होइन यता पुरै यो धाने सो गाइस हामी चाहिँ चङ्गाबाटै हेर्नुहोस् बच्चा यसरी राजेश चाहिँ बच्चा हो नि त यहाँ चाहिँ मन्जित यहाँ चाहिँ राजेश हो आउने जस्तो दुईजना हेर्नुहोस् ओ उड्यो 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 ए मन्जितको चन्दा हो गाइस मन्जितको फुर्ती हेरौँ है त मन्जितको बोलाउँछ गाइस छोराले हावा बोलाउँछ नि बोलाउँछ गाइस तिमान यो टिप्न लाग्यो क्या गाइस त्यही मलाई मार्नु मन छ म त सक्छु नि कफी कति धेरै गाइस अब चाहिँ गर्दा हेर्नु चम्पेको किन हावा गाइस यहाँ चाहिँ बुवा त्यो गर्दा नै आउने जस्तो के फेरि ल बेट राख न बेट उडाउन चाहिँ पर्यो तर उडाएर उ त्यो कमारेमा बढी पुराउनु पर्यो कहाँ हो त्यो जता उड्यो होला राम्रोसँग मजाले उड्नु जहाँतिर पुग्यो नि उयो माथितिर पुग्यो नि हुन्छ ल अनि यो ककाले सँगै तलतिर तान्दो रहेछ कके फेरि धेरै माथि हालेपछि अलि लामो न त्यहाँ जोहाना हेर्दैछ हावा आएन अनि कि भने त हेर यी भन्ने त उडाउँछ अहिले बुन्दी त सुत्नु भएको रहेछ हेर्नुहोस् मेरो कपाल कति डिफ्रेन्ट दिन्छ तपाईँको मेरो म खैड्यो मजाले उडायो नि काइट गरेर अब नि उडाउ ए उड्यो राजेश ताइले उडाउनु भयो रे दाइले जानिसक्यो नि उडाउँछ होइन अहिले गाइस हामी चाहिँ फर्किसकेँ मैले ठ्याक्कै 2:48 मा हामी फर्केको गाइस चाहिँ आउँदैन उता अगाडि जाँदैछन् अब चाहिँ जान्छौँ है त गाइस अब बाटोतिरै भेटौँ न ल गाई आयुष छैन गाइस यहाँ चाहिँ मामा घरका छ अरे भन्दै थियो मामा घरका छु म भन्दै थियो त्यही भएर छैन यहाँ गाइस कहाँ पो गयो ए कहाँ पो गयो मामा घरका छ अरे तर खै कहाँ पो हो त्यो घरमा चाहिँ कोही हुनु जस्तो छ गाइस आज चाहिँ सेकेन्ड लास्ट दिन हो गाइस दसैँको अनि आज चाहिँ माथि मामा घर जाँदैछौँ भाइ आमाको माइत अनि नजाने भनेको त्यही पनि अब आमा हुनुहुन्छ अनि भेट्न जानु लाग्यो गाइस यहाँ भाउजू हुनुहुन्छ म चाहिँ यो सबै एउटै त्यही दसैँ भ्लगमा नै एड गरिदिन्छु मामा घर गएको होला नि ओइ कस्तो स्यास्या भयो गाइस होइन नजाने भनेको अब हिँड्ने भनेको म अनि आमा नि हुन्छ नि त अनि भेट्न मन लागेर लाँदा गाइस भाइ आमा यी भाइ रुबिना चाहिँ माथि पुगिसक्यो अनि भाउजू र म चाहिँ गाइस फोटो खिचेको एक दुईवटा फोटो खिचेको अनि ढिला भयो गाइस यस्तो उकालो छ नि दिउँसो राइसहरू आउने भनेको फेरि अहिले गएर आनन्द हुन्छ भनेर हामी चाहिँ अहिले आएको गाइस यस्तो भयो नि गाइस यहाँ चाहिँ रुबिना छ चिज इभान हाय कहाँ जान्ला हामी मामा घर गाइस रुबिना चाहिँ हाते चप्पल लगाएर आएको मस्त गएर हाल्ला अलि चप्पल नै फिट हुन्न के त्यही भएर माउन्ट एभरेस्ट चढेर यति गाह्रो हिँड्न त यस्तो छ माउन्ट एभरेस्ट त चढेरै होला गाइस हेर्नुहोस् म चाहिँ हिँडिरहेको छु बुझ्छ जाँदा तेज त्यो त बुढी आमा बसिरहेको गाइस हामी चाहिँ आएर टिका पनि लगाइसक्यौँ हेर्नुहोस् गाइस जमरा छ यहाँ चाहिँ अनि हामीले चाहिँ यहाँ लप्सीहरू टिपेको अघि लप्सी टिपेको बाटोबाट त्यही पनि गाइस रुखबाट हो र यहाँ चाहिँ हामी चाहिँ अहिले उता माथि अर्को मामाकोमा जानु लाग्यो गाइस असर भएको मामाकोमा जान्छौँ बाई बाई गाइस मेरो चार्जर हेर्नुहोस् चार्जर बोकेर आएको थिएँ बाई बाई गाइस
गाइस अहिले चाहिँ प्रतिका पनि आइसक्यो। हेलो गाइस म प्रतिका नि हो। यो चाहिँ बिहाइन्ड द सिन्स हो गाइस, हेर्नुस् क्यामेराम्यान। उता चाहिँ हेरेको हेरे सबजना। गाइस हामी चाहिँ काठमाडौँ जानको गाइस आज 20 गते अनि यता हेर्नुस् टिकटक बनाएर हिरान छ गाइस, हिरान। गाइस हामी चाहिँ जाँदैछौँ काठमाडौँ। यहाँ पन्ना दिदी हुनुहुन्छ गाइस, उता ईश्वर दिदीहरू आउँदै हुनुहुन्छ, यता अगाडि सबै गइसके। गाइस यता पवित्रा दिदी हुनुहुन्छ, उता ईश्वर दिदी, बाई बाई। यता पर्मिला दिदी, यता पवित्रा दिदी राइडर। सो गाइस हामी चाहिँ अहिले गणेश स्थानमा छौँ, हेर्नुहोस् यहाँ चाहिँ पिङ्क कलर भाइ बहिनीहरू, यहाँ सुका ईश्वर दिदी, प्रमिला दिदी, भाउजू, कर्मा दिदी, पवित्रा दिदी पोज दिएर बसिरहेको छौँ। पवित्रा दिदी त यता बिनाजु, यता सुकर्मा दिदी, यता रेगन बिनाजु, यता सो गाइस अहिले चाहिँ हामी गुरुङ गाउँमा आइपुग्यौँ। हामी खाना खाँदैछौँ। म रेगन बिनाजु मात्रै, अरू चाहिँ अर्को तलबाट आउँदै हुनुहुन्छ गाइस।